त्यही त भन्छु नि, अब हजुरसँग हामी आउनु भयो रक्सी खाएको छ केटाहरूले पनि जानकी मन्दिर भन्छ है भनेको होइन दोस्रो नपसौँ मन्दिरमा भन्ने चाहिँ हाम्रो यो केटाहरूले भनेको अनुसारले अहिले नपसौँ अनि भोलि पर्सि आउँला मामा होइन केटाहरूले खाइहाल्छ मा यहाँ भन्न परेबा कहाँ कहाँ बस्छ भाइहरूले सबैले परेबा कहाँ बस्छ कस्तो मन्दिर हो मामा पहिलादेखि म आइसकेको छु मैले एकछिन यो राईमण्डलमा आएको छु राईमण्डलबाट म सिधै ती पाटो झरेर तपाईँको यो भने चाहिँ राईमण्डल है राईमण्डल मामासँग मामा मैले देखिसकेको मन्दिर हो त्यो पहिले नै कुराकानी जयगारामा आउँ बाबासँग बोलाइदिएन मामाले भन्यो भने यहाँ मिस्त्री आएको छैन यो भनेको मैले होइन यो भनेको हाम्रो युट्युबमा जाने हो बाजे यो चाहिँ कुन मन्दिर भन्नुहुन्छ यसलाई रक्सी राईमण्डल धाम भनिन्छ राम्रो भन्नु मामा हजुर अब यसलाई चाहिँ के भनिन्छ भनेदेखि अब सिधै कुरा भन्नुपर्दाखेरि है अब महतरी जिल्ला बर्दिवास हजुर श्री राईमण्डल धाम हजुर बक्सी भनिन्छ होइन अनि वार्ड नम्बर 3 बर्दिवासको होइन हजुर अनि यसलाई चाहिँ किरातेश्वर राईमण्डल धाम भनिन्छ तर किरातेश्वर धाम पनि भनिन्छ यहीँ है अब पञ्चकन्या बक्सी धाम पनि अब यहीँ हो अब अहिले यहाँ के भन्दाखेरि यसको लागि राम्रो गर्नुको लागि भनेर चाहिँ अब यहाँ 80 लाखको बजेट परेको भनेको हुनाले अब यहाँ काम चालु भइरहेको छ है अब काम चालु हुँदा अब यहाँ के पुगेको छैन के कुरामा काम अड्किराखेको छ अब असार 15 गतेसम्म मात्रै सिद्ध्याउने भनेको काम अहिलेसम्म खै बचत कम भएर हो कि मामा खै के कसो हो अब यो चाहिँ भन्नु पर्यो नि उहाँहरूलाई नै थाहा होला होइन हजुर हजुर ल ठिकै छ 2 शब्दमा बोलिदिउँ राईमण्डल विष्णु साला पनि हेर्ने हो क्या राईमण्डल मन्दिर श्री राईमण्डल धाम सबैले हेर्ने हो क्या श्री राईमण्डल श्री राईमण्डल धाम धाम अब हेर्नु न पर ल हेर्नु है बुट्टा हाने त चारैतिर सबैतिर त्यस्तै गरेर बनाएको छ अझै योभन्दा माथि माथि पो छ त राम्रो त हेर्नुलाई त माथि गएको छैन रक्सी खाएको छैन मामा पहिला ल अर्को चाहिँ नेक्स्ट भिडियोमा है मामाले सबै मामाले